प्रिय सज्जनहरू नमस्कार। आज चाहिँ हामी अलिकति ठुला कुरा गरौँ, अर्थात् ठुला भनेको यो देश यो निर्वाचनपछि कसले हाँक्छ भन्ने खालको कुरा अलिकति विश्लेषण गरौँ न। अहिले हामी सुन्दैछौँ तीनवटा पार्टीहरूले तीनवटा प्रधानमन्त्रीका उम्मेदवारहरू तोकेको छ र निर्वाचनमा होमिएका छन्। काङ्ग्रेसबाट अहिलेको सुधारिएको काङ्ग्रेस, सुध्रिएको काङ्ग्रेसको सभापति गगन थापालाई तोकिएको छ। त्यसै गरी नेकपा एमालेबाट हाम्रा बा केपी बालाई तोकिएको छ। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई तोकेको छ। अब यी तीनटा मध्ये अहङ्कार नभएको, सबैसँगको विनम्रतापूर्वक कुराकानी गरेको र निर्वाचनमा पनि घोषपेच गर्नु हुँदैन है भनेर चाहिँ कार्यविधि नै जारी गरेर निर्वाचनमा होमिएको पार्टी नेपाली काङ्ग्रेस देखिन्छ। र काङ्ग्रेसले या काङ्ग्रेसका मान्छेहरूले र काङ्ग्रेसको सभापतिले पनि स्वयं बडो सुझबुझ साथ बडो विनम्र भएर अरूलाई गाली गर्नु हुँदैन भन्ने हिसाबले चुनाव प्रचारमा निस्किएको देखिन्छ। र राज्य सञ्चालनको हिसाबले हेर्ने हो भने अहिले यी तीनवटा देखिएका मध्ये राज्यको सुझबुझ भएको मान्छे गगन थापालाई अलि म्याच्योर्ड मान्छे, अलि विनम्र मान्छे, अलिक रणनैतिक मान्छेको रूपमा पनि देखिन्छ। बाको त हामीले पाँच पल्ट हेरिसक्यौँ। बा धेरैचोटि प्रधानमन्त्री भइसक्नुभयो। बाले खालि यस्ता कुरा गर्नुहुन्छ कि उहाँले चाहिँ सपना बाँड्ने अनि प्लस म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भन्ने, तर उहाँका मान्छेहरूले चाहिँ भ्रष्टाचार गरी मात्रै रहने, त्यस्तो खालको पनि देखियो। बालेन्द्र शाह अलिकति इम्याच्योर्ड त्यस्तो खालको पनि देखिन्छ। अब हुन त युवाहरू सत्तामा आए भोलि के हुन्छ भन्ने पनि छ, परिवर्तन हुन्छन् होला र सुझबुझपूर्ण तरिकाले चलाउँछन् होला भन्ने पनि छ। समग्रमा यी तीनटैको हेर्ने हो भने बाले त अब छोड्छन् नै होला बिस्तारै। त्यसकारणले अब उहाँको चुनावमा जित हार के हुन्छ त्यो पनि हेर्नै बाँकी छ, किनभने पहिलेको जस्तो सजिलो बालाई छैन, त्यो भएको हुनाले पनि हेर्नुपर्छ। तर तीनटा मध्ये अब गगनको पनि हेर्नुपर्छ। तर मान्छेको कुरा गर्ने हो भने चाहिँ गगन थापा नै अहिलेको लाइक प्रधानमन्त्री हो भन्ने देखिन्छ, जसले राज्य बुझेको छ, राज्य सत्ता बुझेको छ, राज्य संयन्त्र बुझेको छ। उसले विनम्रताको शैलीमा कुराकानी गर्छ, उसले सुझबुझपूर्ण कुरा गर्छ, उसले कसैप्रति वैरभाव राखेको कुरा गर्दैन, उसले समानताको कुरा गर्छ, समझदारीको कुरा गर्छ। त्यसकारणले अहिलेको यो तीनटा उम्मेदवार हेर्दाखेरि चाहिँ उपयुक्त उम्मेदवारको रूपमा गगन थापालाई देखिन्छ। त्यसैले उनले यो एउटा नारा लगाइरहेको थियो नि, अब की बार गगन सरकार भन्ने, त्यो पनि भन्नु पर्दैन भने विनम्रतापूर्वक अब की बार 100 पार भन्ने कुरा गरे, 100वटा सिट्नुपर्छ, 100वटा सिट जित्नुपर्छ काङ्ग्रेसले भनेर भने, त्यो पनि उनको सुझबुझपूर्ण कुरा थियो र उनले रणनैतिक कुराहरू अहिले चुनावी सभाहरूमा पनि गरिरहेका छन्। त्यसकारणले सरकार सञ्चालनको दृष्टिकोणले हेर्ने हो भनेदेखि चाहिँ बाको हामीले हेरिसक्यौँ। त्यसकारणले अब गगन थापाको सरकार नै उपयुक्त हुन्छ होला र गगन नै उपयुक्त पात्र हुनु होला भन्ने चाहिँ धेरैको आकलन पनि छ र उनले नै देश चलाउँछन् होला, चलाउनु पर्छ होला भन्ने पनि छ। तथापि यद्यपि चुनावमा हारजित कसको हुन्छ त्यो चाहिँ हेर्नै बाँकी छ। तर पनि पात्रहरूमध्येका अहिले उपयुक्त पात्र चाहिँ गगन थापा नै देखेको छौँ हामीले। र अहिले जनताले पनि त्यही भन्न थालेका छन् कि सुझबुझ चाहिँ गगन थापासँगै रहेछ भन्ने छ। त्यसकारणले हेरौँ कस्तो हुन्छ। यिनै कुराहरू, आजको कुराहरू यहाँहरूलाई पस्के कस्तो लाग्छ, लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद, नमस्कार।